पेपरले भन्ने गरे बटर पेपरले हैन अन्त यो प्रोसेसको नाम चाहिँ ब्यागिङ फर्स्ट प्रोसेसको नाम चाहिँ इमास्कुलेसन सेकेन्ड प्रोसेसको नाम चाहिँ ब्यागिङ अब फेरि डाउन पोइन्टिङ एरो हैन फ्लोचार्ट बनाउँदैछ के गर्नुपर्छ त्यहाँदेखि चाहिँ collection of pollens from the selected male parents pollen collect गरे हैन अन्त त्यहाँदेखि डाउन पोइन्टिङ एरो हैन त्यहाँदेखि चाहिँ डस्टिङ गर्दैछु माथि हेर डस्टिङ अफ द कलेक्टेड pollen on the stigma emasculated flower when it becomes receptive हैन कब गरे डस्टिङ चाहिँ डस्टिङ अफ द कलेक्टेड पोलेन भनेको पोलेन हो अन द स्टिग्मा अफ द इमास्कुलेटेड फ्लावर अब यो अघि भर्खर जुन चाहिँ इमास्कुलेटेड फ्लावर छ त्यो अब इमास्कुलेटेड फ्लावर पछि ब्यागिङ गरे अन्त त्यो फ्लावर म्याच्योर भइसकेपछि चाहिँ के गरे भने डिजायर्ड पोलेन ग्रेन्सले त्यसलाई त्यो ब्याक्ड फ्लावर ब्याक्ड भएको फ्लावरलाई खोलेपछि त्यो पोलेन ग्रेन्स चाहिँ त्यहाँ हार्यो हैन डस्टिङ गर्यो ब्यागिङ गर्यो त्यहाँदेखि के गर्यो पोलेन कलेक्ट गर्यो सेलेक्टेड मेल पार्टनर त्यहाँदेखि चाहिँ त्यो पोलेनलाई लिइकन चाहिँ त्यो जब त्यो ब्याक्ड भएको फुल चाहिँ रिसेप्टिभ हुन्छ मतलब मेच्योर हुन्छ त्यति बेला चाहिँ त्यो पोलेन चाहिँ त्यो ब्याक्ड फ्लावरभित्र हाल्छ हैन त्यो ब्यागलाई निकालिकन हाल्नु परेन त भन्छु नि अब त्यहाँदेखि फेरि रिब्यागिङ अफ फ्लावर त्यो यो फिमेल प्यारेन्ट्स हैन त्यो फ्लावरलाई चाहिँ फेरि के गर्छ रिब्याग गर्छ त्यो फ्लावरलाई चाहिँ के गर्छ फेरि रिब्याग गर्छ हैन त डस्टिङ गरेपछि त्यहाँदेखि चाहिँ यो प्रोसेसको नामलाई चाहिँ के भन्दो रहेछ दिस इज कल्ड आर्टिफिसियल हाइब्रिडाइजेसन हैन अब यो प्रोसेस जुन चाहिँ इमास्कुलेसन ब्यागिङ र के पो त्यो पोलेनलाई त्यो डस्टिङ गर्नु त्यहाँदेखि रिब्यागिङ गर्ने प्रोसेसलाई चाहिँ के भन्छ आर्टिफिसियल हाइब्रिडाइजेसन अन्त यसको इम्पोर्टेन्स चाहिँ के रहेछ भन्दाखेरि चाहिँ it is one of the major approach of crop improvement program को यो एउटा मेजर एप्रोचेस हो